आज मैले तपाईहरुलाई मेरो करेसाबारीको दर्शन गराउन गइरहेको छु। आज म हजुरहरुलाई मेरो बैगनबारी देखाउँदैछु। अस्ति नै मैले देखाएको थिएँ बैगन सानो फूल फुल्दै थियो। आज म हजुरलाई फल देखाउँछु। हेर्न सक्नुहुन्छ, हेर्नुस्। ओ माय गॉड यति लामो बैगन। ओ माय गॉड यति लामो बैगन। हेर्नु सबै गाछमा फलेको रहेछ, गाछै पछि फलेको रहेछ। भगवान यहाँ हेर्नुस्, औ यहाँ त दुईटा पो रहेछ। अप्पै यहाँ त दुईटा रहेछ। मतलब फूल छ, एउटा फल एउटा फूल। यसमा चाहिँ आएको रहेछ। अन्त यहाँ पनि हेर्नु, औ त्यसमा पनि राम राम सबमा आएको रहेछ। अनि टमाटर हेर्नु गाइस, यत्रो भइसक्यो मेरो टमाटर। हेर्नु साइज, हेर्नु टमाटरको साइज हेर्नु सक्नुहुन्छ। ओ माय गॉड हावा अस्ति कत्रो हावा आएको थियो, लडाएछ पनि हो गाछ। हेर कत्रो हावा आएको थियो, लडाएछ पनि, हेर्न सक्नुहुन्छ। ओ माय गॉड प्याज पनि कत्रो भएछ हेर्नु। किनकि म आज 3-4 दिनदेखि बारी पसेकै छुइनँ, पानी नै हालेको छुइनँ हो। आज चाहिँ म पानी हाल्छु गाइस। हेर्नुस् लसुन पनि अम्बो ठुलो ठुलो भएछ। मेरो सबै खेतीपाती बढेछ नि हो। फर्सी पनि फुलेछ। ओ माय गॉड हेर्नुस्, गट्टा लाग्न आँटेछ यसको पनि। ओ माय गॉड यसको पनि कतिवटा गट्टा चिचिला पलाउँदै रहेछ, लहरा हुँदै रहेछ। यसको पनि मुन्टो आउन आँटेछ हो। त्यहाँ पनि छ। ए के गर्नु लसुन त हेर्नु। ल गाइस हेर्नुस्, आज मैले कति दिनको बाद यो टमाटर त भर्खर सानै छ होइन। यो त फुल भर्खर फुल्दैछ। यसको चाहिँ यो पनि ठुलो भइसकेको छ, झ्याम्म परेको। उताको खाइसकेपछि यताको टाइम हुने रहेछ हौ। जस्तो दुःख हुँदैन है मलाई, दुःख चाहिँ नहुने रहेछ क्या टमाटरको होइन, लसुनको, प्याजको। हेर्न सक्नुहुन्छ गाइज, मेहनतको फल चाहिँ यस्तो हुँदो रहेछ है गाइज। तपाईँ पनि थाहा थिएन है। गर्नु चाहिँ मैले गरेको होइन यो मेहनत, मेरो बुढाको हो। लेकिन अब खानु चाहिँ मैले सक्छु नि त होइन। बुढाले गरे पनि बुढीले खाए पनि होइन, के हुन्छ र। तर बुढा पनि यो के भन्छ टमाटर खाने बेलामा चाहिँ आइपुग्नुहुन्छ होला। मेरो बुढा पनि यहाँ चाहिँ हेर्नु, मेरो टमाटर पनि ओ माय गॉड पाकेछ। यसमा पनि पाकेछ यो पनि। ल त गाइस छस्, अब म राख्छु है। हेराइहालेँ मैले मेरो बारी। हजुरलाई कस्तो लाग्यो मेरो करेसाबारी? लाइक गरिदिनुहोस् हस्। मन पर्यो भने हजुरहरूले लाइक गरिदिनुहोस् हस्।